स्वागत छ सबैलाई। धन्यवाद। हामी अहिले कहाँ छौँ सर? हामी अहिले केराबारीमा बनानाबारी। तर केरा त खै छैन नि त। यो चाहिँ केराबारी, केरा चाहिँ बारीबाट हो। होइन त वहाँ स्पेशल त्यहाँ केरा साइड गर्नु एउटा सायरी त भन्नु भने डिजर्भ गर्नु त्यो सायरी भन्नु। यस्तो हुना के यसो गरेर हाम्रो मुस्ताङ चमक यात्रा अहिले यहाँ देख्न लाग्यो हामी हिँडौँ किन अगाडि बढौँ। अब हामी जान्छौँ। एउटा तपाईँको मात्रै हाम्रो पनि सबैको सबैको हेर्नुपर्छ। आउनु त है यता हेरौँ ल भयो उता देखाउँ। गर्नु चाहिँ यो कति भयो सर? ल ल ल नेत्र सर नाचे 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 नाचे। राजा कि राजा रहन्थ्यो होला र त्यो राज्यमा प्रजा नभए। वाह 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 वाह। राजा कि राजा रहन्थ्यो होला र त्यो राज्यमा प्रजा नभए। माया कि माया रहन्थ्यो होला र त्यो मायामा मिठास नभए। वाह वाह मिठास नभए। वाह वाह। यति घात गर्नुहुन्छ यहाँ हेर्नुहोस्। म आइनको सर म तपाईँ कहाँ हुनुहुन्छ खै? ए यतातिर हो कि लाइट यता पर्छ कि? यता आउनु यता 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 आउनु।
बटारौ बटारौ पवन सर खुट्टा टेकौ नडरौ बटारौ हेलो नेत्र सर कस्तो लागिरहेको नेत्र सर फर्स्ट क्लास डाँडो यताको डाँडो के कस्तो भन सो हामी अहिले कहाँ छौँ रे भनिदिनुहोस् त अहिले हामी यात्रामा हो कहाँको यात्रा मुस्ताङको यात्रा हो बेनी पुग्नलाई अझै हामीलाई 8 किलोमिटर 80 बेनीको लागि 80 किलोमिटर छ हाम्रो यात्रा चाहिँ बेनी पहिला बेनी गइन्छ डमसम त्यता कता हुँदै मुस्ताङसम्म हाम्रो मुस्ताङको माथिल्लो के भन्छ त्यो लोमाङथाङ टार्गेट हो हेरौँ बाटो अहिलेसम्म पुगिन्छ कहाँसम्म पुगिन्छ नेत्र सरले साथ दिनुभएको मेरा ध्यान हजुर छ कम्ता रमाइलो भएको छ गुल्मी जिल्लाबाट
पाल्पा पर्यो यो पाल्पा होइन कि गुल्मी हो यो पारीको के पारीको पाल्पा पर्यो उता पारीको स्याङ्जा पर्यो अहिले चाहिँ हजुर राम्रो छ है राम्रो छ रेडीको गुल्मी रेडीको ल कहाँ रे हामी भनिदेऊ हामी चाहिँ रेडी तिनमुखा पुलमा छौँ होइन हामी गुल्मी अब गुल्मी स्याङ्जा पाल्पा लाई चाहिँ जोड्छ है तिनवटा जिल्लाको व्यापारिक राजनैतिक सम्बन्ध बलियो मित्र सरको पनि केही जाओस् दुईटा कुरा धेरै नबोल्नुहोस् दुईटा कुरा आजको यात्रा हाम्रो सफल हुँदैछ ल तपाईँ अगाडि बढिहाल्नुहोस् आउनुहोस् भन्नुहोस् दुईटा कुरा केही पनि भन्न चाहँदैन धन्यवाद ल जाऊ जाऊ तपाईँ भन्नुहोस् दुईटा कुरा दुईटा कुरा जानुहोस् तपाईँ भन्नुहोस् दुईटा कुरा 2 words ल जानुहोस् ओके द्याट्स अल मेरो पनि दुईटा कुरा त्यही हो Hello everyone, we are exploring from Reedy Palpa Tinmukha Pool. So we have a great team, and then nothing to say more, but we are enjoying a lot. Hey, hello, के भकै छ भन्नु भनौँ न सरले कम्ता हँसाउनुहुन्छ म बेला बेलामा हँसाउने पात्रका रूपमा आइरहेको छु है हँसाउने पात्र ल सबजनाले हात उठाम त हेलो बेबी